ल आयो है आयो साथीहरू, सहकारी बचतकर्ताहरूको पैसा फिर्ता गर्दैछन् रे भन्ने खबर आयो है। कुन व्यक्तिले सहकारी पैसा कति खाएको थिए र कति पैसा फिर्ता गर्दैछन् भन्ने एउटा स्रोत त पक्कै पनि खुलाउनु पर्यो होला नि। यदि कुनै पनि स्रोत नखुलाइकन सहकारी बचतकर्ताहरूको पैसा फिर्ता गर्न थाल्यो भने पक्कै पनि नेपाली जनताले के गर्नेछन् अथवा के सोच्नेछन् भन्दाखेरि जसले सहकारी पीडितहरूको पैसा खाएको थिए तिनीहरूले नै अहिले राज्य कोषबाट चाहिँ सहकारी पीडितहरूलाई पैसा फिर्ता गर्दैछन् भन्ने कुराहरू चाहिँ बुझ्नेछन् है साथीहरू। मेरो विचारमा यस्तो लाग्छ, तपाईहरुको विचारमा के कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै भन्नु होला है साथीहरू। हस् त, धन्यवाद। सबैजनाको जय होस्, जय मङ्गोल, जय मूलवासी। समस्याको समाधान राज्य कोषबाट बाँडिएको रकम होइन, त्यस्तो वितरणमा हामी विश्वास गर्दैनौँ। सहकारीकै सम्पत्तिलाई बेचेर एउटा चक्रीय कोषमा राखेर त्यसैबाट बचतकर्ताहरूलाई जाने प्रक्रिया सुरु भइरहेको छ। तर यो लिक्विड र इलिक्विड एसेटहरूको जुन टाइम ल्याग हुन्छ त्यसका कारण मात्रै अहिले सरकारले अस्थायी सहजीकरण। ल आयो है आयो साथीहरू, सहकारी बचतकर्ताहरूको पैसा फिर्ता गर्दैछन् रे भन्ने खबर आयो है। कुन व्यक्तिले सहकारी पैसा कति खाएको थिए र कति पैसा फिर्ता गर्दैछन् भन्ने एउटा स्रोत त पक्कै पनि खुलाउनु पर्यो होला नि। यदि कुनै पनि स्रोत नखुलाइकन सहकारी बचतकर्ताहरूको पैसा फिर्ता गर्न थाल्यो भने पक्कै पनि नेपाली जनताले के गर्नेछन् अथवा के सोच्नेछन् भन्दाखेरि जसले सहकारी पीडितहरूको पैसा खाएको थिए तिनीहरूले नै अहिले राज्य कोषबाट चाहिँ सहकारी पीडितहरूलाई पैसा फिर्ता गर्दैछन् भन्ने कुराहरू चाहिँ बुझ्नेछन् है साथीहरू। मेरो विचारमा यस्तो लाग्छ, तपाईहरुको विचारमा के कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै भन्नु होला है साथीहरू। हस् त, धन्यवाद। सबैजनाको जय होस्, जय मङ्गोल, जय मूलवासी। समस्याको समाधान राज्य कोषबाट बाँडिएको रकम होइन, त्यस्तो वितरणमा हामी विश्वास गर्दैनौँ। सहकारीकै सम्पत्तिलाई बेचेर एउटा चक्रीय कोषमा राखेर त्यसैबाट बचतकर्ताहरूलाई जाने प्रक्रिया सुरु भइरहेको छ। तर यो लिक्विड र इलिक्विड एसेटहरूको जुन टाइम ल्याग हुन्छ त्यसका कारण मात्रै अहिले सरकारले अस्थायी सहजीकरण